वेलकम छ फेरि पनि मेरो यो ब्लगमा तपाईहरुलाई। आज फेरि हामी हाम्रा जवानहरु अस्तिदेखि नै मोमो बनाएर खाने भन्दै आज चाहिँ पुरा भएको छ। हेर्नुस् अब दशैंको माहौलमा यस्तै हुन्छ। अब चाहिँ हामी प्याज केलाउन गइरहेका छौं। चटनी बाल भयो अदुवा लसुन अनि त्यो कुमा हाल्नु पर्यो। त्यस्तो व्यवस्था गर ल पानी खाने लगाउन हाम्रो मोमोको लागि किमा बफ मोमो बनाउन खोजिरहेका छौं हामी। यो अब उस हो के यो त फोड लाग्दैन र यसरी किमा बनाउँदा। मोमो बनाउनलाई भाडामा तेल धस्दैछौँ। लाएर गरे नि हुन्छ के यत्रो धेरै लाउनु पर्दैन। यसरी सबैको आफ्नो चोइस छ, आफ्नो तरिका छ। मेरो चाहिँ केही पनि छैन। हेर्नु यस्तो ल अब म बेल्न जानेछु। यहाँ देखाउन है। मलाई आउन त आउँदैन, म त बेल्दिने मात्र हो। बेल्दै यहाँ राख्नु। पिठो बोलाउनु पर्ने होला त बेल्दाखेरि त। ल अब यो मलाई त आएन, यो साह्रो भएछ। मलाई त आएन है। यो साह्रो भएछ क्या। अहिले आउनु न। यहाँ टिप्नु कहाँ त्यहाँ राख्ने हो त नि? कसरी राख्ने हो? ल बनाउन आउँछ। आउ बस्छ तिमीले तोड बनाएको हालिदिनु त्यहाँ। कसैलाई मेरो अचार मोमोवाली त्यसरी चुटाल्ने होइन। अलि पिठो मुचाइ भएन क्या हो है। पिठो साह्रो भएन। अलि त्यसरी मुच्नु है। अलि भएन यसरी साइ आउनु पर्यो क्या। तान्नु न त फुट्छ। ऊ अर्को भएबाट पिठोको यसरी घुमाउँदै आउँछ। गेट आउट पिठो यस्तो हो। पिठो त्यस्तो पिठो अलि भएन। अलि त्यो म्याच गर त पहिला। यति म्याच गर यो त्यो गरौँ। त्यही भएर मैले त्यो अलि धेरै यो यसो ठाडो पो हाल्यो। तेल हालेर हुन के मुचाइ पुगेन आउँछ मलाई। लाम्चो तेर्छो ठाडो अलिकति पाङ्गो यहाँ बन्दैछ है। मोमो राख्ने स्टाइल चाहिँ कस्तो हो मलाई थाहा भएन। त्यो त गोलै भयो त दिदी। मैले गोले बनाऊ त लाम्चो ठाडो तेर्छो भन्ने मलाई आउँछ नि। यस्तो राम्रो आउनु परेन। कोही उल्टे काम गर्छ यहाँ। कसरी फुट्दैन। म कसरी भन्ने किन भन्ने आइसमा राखेको हो र यो त फुट्छ के दिदी। हाम्रो कहिले नुस सुरु राख्दैन के मोमो बनाउने यार। त्यो देखाइदिनु न गोलो कस्तो भयो। दिदी फिलिङ कस्तो भइरहेको? कस्तो फिलिङ्स भइरहेको? एकदम आनन्द। बनाउँदा नि आनन्द आउँछ र? थाहा जस्तै दिपा दिदीलाई म भन्दा राम्रो तर मैले अर्कै खाले बनाउँछु। यस्तो गोलो हुन्छ पेलेको देखाबो हुन्छ। मेरो पेलाई वाह मात्र भयो के। खै त खै पिठो ल्याउ न। कसको ब्लग मेरो पर्सनल ब्लग। अचार भइसक्यो। अचार मेरो पाक्दै झलेर कति पकाएको त कतिवटा बेल्नु भयो दिदीले गोलो र राम्रो चाहिँ एउटै भएन कि। मलाई आउँदैन के। मलाई आउँदैन। अर्को पनि चाहियो खै म बेल्छु दिन त। त्यो तपाईँले पछि बोलेर हाल्नु है त। किन बोले के गर थाहा तिमीले म नि बोलिहाल्नु सेलाएर खनेर राखिहाल त। तिमीले चटनी सो होइन तिमीले त्यसलाई सक्छु बनाइहाल। त्यो अनि सेलाउनु पर्छ नि। अनि कहाँ त्यो त्यस्तो अनि पिडे भाँडैमा राख्यो नि सेलाउँछ त। अनि पकाएको भाँडाबाट अन्त खन्यौ ल भयो भयो ल भयो भयो। अहिले मोम पाकिन्जेल सेलाउँछ धेरै राम्रो भयो।
झन् सबैको हातमा सिप रहेछ मेरो मात्रै के भयो 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 अब भिडियो भयो क्या म चाहिँ खानालाई मात्र बसेको रे मलाई काम नहराउने रे होइन सबैजना काम तपाईँतिर होला कि हेर्नु त म मात्रै काम के चाबी मलाई थाहा भएन के सुन्दर दिदी लानु भने त्यत्रो साह्रो नन्दीले मलाई दोष लगाउँदैछ यिनीहरूले बनाएको मोमो चाहिँ यस्तो छ हेर्नु है कतिको राम्रो छ हेर्नु 2 थरीको मोमो बनाउँदैछ भरे को झगडा गर्छ थाहा छैन मोमो पाक्दैछ यसरी हामीले पकाउँदैछ हेर्नु होला यहाँ पनि पाकिसकेको छ यहाँ चाहिँ यो चाहिँ खाने अहिले एकछिनमा जनालाई हेर्नुहोस् यहाँ चटनीवालेहरू चटनी चाख्दै टोइलेट जानुपर्छ भनेर बस्दैछ हेर्नु है के भन्छ रे मिठो भन्छ पिरो भन्छ मिठो होइन ल भएन त मोमो कस्तो छ भेरी डेलिसियस छ कस्तो छ रे रोशनी ल खै यतापट्टि उतापट्टि खै ल हामीले मोमो खाएर हाम्रा बहिनीहरू भाडा धुँदैछ तपाईँलाई धेरै धेरै धन्यवाद फर वाचिङ थ्याङ्क यू सब्सक्राइब माई युट्युब च्यानल